हामीले राजालाई कस्तो प्रतिक्रिया दिनुपर्छ? येशू नफरकुन्जेल येशूको राज्यलाई पृथ्वीमा देख्न सकिन्छ, जसले येशूलाई राजाको रूपमा चिन्छन्। तिब्बत र भारत लगायत हरेक देशमा राजा र शासकहरूको इतिहास रहेको छ। यो बुझियो कि एक राजा र स्वामीले सर्वोच्च अधिकार भएको व्यक्तिको वर्णन गर्दछ। धेरै राजा र शासक स्वार्थी र घमण्डी कारणले भ्रष्ट भएका छन्, तर येशू एक सिद्ध राजा र प्रभु हुनुहुन्छ, जसले हाम्रो हेरचाह गर्नुहुन्छ र हाम्रो जिम्मेवारी उहाँमा भरोसा र आज्ञा पालन गर्नु हो। आफूलाई क्रिस्चियन बनाउने सबैले इमान्दारीपूर्वक ख्रिस्टलाई आफ्नो प्रभुको रूपमा अनुसरण गर्दैनन्। साँचो क्रिस्चियनहरू ती हुन् जसको प्रतिबद्धता आफ्नो प्रभुलाई प्रेम गर्ने र सेवा गर्ने हो, चाहे जस्तो सुकै मूल्य किन नहोस्। येशूलाई स्वर्ग र पृथ्वीको सम्पूर्ण अधिकार दिइएको छ, जसमा तपाईँ र म पनि समावेश छन्। यस कारणको लागि हामी सबैले ख्रिस्टलाई राजाको रूपमा समर्पण गर्नुपर्छ, किनभने उहाँ एक दिन न्यायको लागि फर्कनुहुनेछ। अधिकारीहरूको कुरा सुन्न नचाहने र आफ्नै बाटो लाग्ने प्रवृत्ति हामीमा छ, तर परमेश्वरले सबै मानिसहरूलाई आफ्नो पापी जीवनबाट पश्चाताप गर्न र येशूलाई प्रभु हुनुहुन्छ भनेर विश्वास गर्न आज्ञा दिनुभएको छ। पश्चाताप गर्नु भनेको स्वार्थी रूपमा आफ्नो लागि जिए र अन्य देवताहरूको पछि लागे भनेर स्वीकार गर्नु हो, र तपाईँ क्षमा प्राप्त गर्न साँचो परमेश्वरमा फर्कदै हुनुहुन्छ र त्यसपछि तपाईँको बाँकी जीवन येशूको लागि बाँच्ने प्रतिबद्धता बनाउनु हो। यो निर्णय बप्तिस्मामा व्यक्त गरिएको छ, सङ्केत गर्दछ कि तपाईँ आफ्नो पापको पुरानो जीवनमा मर्दै हुनुहुन्छ र ख्रिस्टको शासन अन्तर्गत नयाँ जीवनमा उठ्दै हुनुहुन्छ। यसरी तपाईँ पनि येशूलाई राजाको रूपमा मान्यता दिने विश्वासी समुदायको हिस्सा बन्न सक्नुहुन्छ। परिवार र साथीहरूले तपाईँलाई विरोध गर्न सक्छन्, किनभने तपाईँले येशूलाई पछ्याउनुहुन्छ र तिनीहरूको परम्परा होइन, तर येशू सत्य हुनुहुन्छ र उहाँले हामीलाई माया गर्नुहुन्छ। यस संसारमा हामीले विभिन्न किसिमका दुःखको सामना गर्नेछौँ। हामी उहाँप्रति वफादार छौँ वा छैनौँ भनी हेर्नको लागि यो हाम्रो विश्वासको परीक्षा हुन्। तर येशूले प्रतिज्ञा गर्नुभयो कि परमेश्वरको आत्माले हाम्रो कठिनाइहरूमा हामीलाई मद्दत गर्नुहुन्छ। उहाँ हामीमा बस्नुहुन्छ र पृथ्वीलाई परमेश्वरको भलाइले भर्न शक्ति दिनुहुनेछ। यो सबै मानिसहरूलाई प्रभुको सन्देश हो कि तपाईँले देख्नुहुनेछ कि हाम्रा पिता परमेश्वरले तपाईँलाई कति माया गर्नुहुन्छ, कि तपाईँ येशू मार्फत शान्तिपूर्ण सम्बन्धमा पुनर्स्थापित हुनुहुन्छ र उहाँले गर्नुभएका सबै कामको बदलामा उहाँलाई प्रेम र आज्ञा पालन गर्नुहुन्छ।